हेलो गाइसहरु, म चाहिँ अहिले एकदम ग्रिसमा सुन्तला गाडीमा हैन एग्रिकल्चर फार्ममा आएको छु हैन। गाह्रो पर्दो रहेछ, सोचे जस्तो केही हुँदैन भन्थ्यो। अहिले चाहिँ म यहाँनिर पुरा सुन्तला गाडीमा। यस्तो बेजोक छ कि माया सर। ये क्या है प्रभु, हम तो फंस गया, हम पापर बन गया है इधर। म त गाउँतिर पो छु माया भने जस्तै भयो त। पुरा रेडी भएको छ जानको लागि चाहिँ ट्र्याक्टरमा बसिरहेको हेर्नुहोस् गाइजहरू, अहिले केटाहरू के भन्दा त दौडिनै छिटो पुग्छ जस्तै छ। यहाँ छ ठाउँ सागर बसन्त किस्से मेरो गाई मिदी भइछ मिदी। रन्का बुझे रन्का यस्तो बेजोक चाहिँ घरमा पठाइदिउँ। बेजोक रमाइलो रमाइलो होइन बेजोक। यो ठाउँमा पनि पहाडहरू हिमालहरू होइन हिउँहरू पर्ने ठाउँहरू पनि छ होइन। गाइजहरू हिमाल पहाड जस्तो एकदम बस्नलाई रमाइलो एरिया छ होइन। काम 2-3 घन्टा काम गरे मान्छे धेरै होइन, नेपाली धेरै भएको कारणले अब एउटा गाडी भर्नु पनि 2 घन्टामा सिद्धिहाल्छ। 25-30 जना हुन्छ, धेरै बस्दैन। धेरै काम भयो भने त 50-60 युरो भन्दा बढी हुन्छ। अहिले भनेको 25 युरो भन्दाखेरि उँभो चढ्दैन है, यस्तो छ काम। नेपालले चाहिँ धेरै बुल्गेरियादेखि लिएर सर्बियादेखि लिएर सम्पूर्ण देशबाट जहाँबाट सजिलो हुन्छ त्यही भएर अलिक छिटो आइहाल्ने रहेछ यहाँनिर। अहिले चाहिँ एकदम कामको अलिक नाजुक अवस्था छ होइन साथी हो। पुरा यहाँ चाहिँ तेलको हिसाबले क्रेटको हिसाबले 45-60-50 युरो कामहरू हुन्छ।
टप्पामा गएर रुखमाथि हुँदा हुँदै पनि एउटा टिकटक बनाइदियो। जरूरी थियो मनको कुरा मनमै रोजो प्रीति मिलाई सम्झँदाखेरि आँसुले। टिकटक बनाइसकेपछि केटाहरूसँग अब रुम जाने भनेर हिँडिहाल्यो क्या हामी टक्क पछाडि ढालामा बसेर होइन साथीहरूसँग गफ गर्दा गर्दै भ्यूहरू हेर्दै टक्क भेर किनेर पाल्नु पर्छ क्या खासमा भेर पाल्ने एउटा टोपी पनि छ